गाइज हामी चाहिँ अब कन्यानबाट कम्ती डाँडातिर लाग्दैछौँ। 1 घन्टा 2 घन्टा 3 घन्टा बस्यो होला आज। गाइज हामी चाहिँ मजाले आम्बियर घुमेको छौँ। अब आएको बेला अन्त पनि घुम्यौँ कता अलि गएको ठाउँ चाहिँ हो गाइज। झन्डा न यता टेलिकममा नेपाल भनेर एउटा बोर्ड राखेको छ। जाने बाटो चाहिँ यताबाट रहेछ है। यहाँबाट छुट्टिँदो रहेछ। त्यहाँ बोर्ड रहेछ आउँदा आउँदै छिप्पिटार भन्ने ठाउँमा रहेछ। यसो याद गर्नु होला। ठ्याक्कै देखिँदैन रोडबाट उतापट्टि सब भएको। हामी पनि अलिकति अगाडि गएर अनि फर्केछौँ। पिकलबाट चाहिँ कति 2 किलोमिटरमै आइपुग्नु जस्तो लाग्यो। यो बाटो चाहिँ 2-3 किलोमिटरमा कम्ती ल हामी निस्क्यौँ अन्त्यको लागि। ओह्रालो झर्नुपर्छ स्कुलमा। बाटो चाहिँ पिच रहेछ। बाटो चाहिँ सिङ्गल लेनको मात्रै रहेछ है। सानो बाटो छ अनि पुरै नागबेली टाइपको छ क्या। घुम्ती टाइपको त्यो जानुपर्छ। त्यो गुम्बा आइपुग्यो फ्याक्ट्री जस्तो देख्छ। बाटो चाहिँ यस्तो है गाइड। कम्ती जानु पिच छ सिङ्गल लेनको। साइड जानुपर्छ। ओह्रालो झर अनि फेरि यहाँबाट ठाउँबाट उकालो हुन्छ क्या। त्यहाँबाट गेट थियो पाइँदैन होइन। तर धेरै डेन्जर बाटो छ यो त। बाटो हाल्नुलाई पुरो ड्राइभरै चाहिन्छ भाइ। गभर्मेन्टको तपाईँको यो बाटो हाल्नु सक्दैन। जस्तै घुमाउरो बाटो छ। बाटो पनि त्यस्तै सानो है। घुमाउरो पनि त्यस्तै जस्तै गाह्रो बाटो छ। त्यसले पनि अब छाडेको हुन्छ। हेर्नु गाइस बाटो चाहिँ गाडी पनि आएको छ। ठुलै गाडी चल्दो रहेछ त यो तल बाटो कस्तो ल्यायो बाटो चाहिँ घुमाउरो उकालो भन्न पिच छ। गाइस यहाँ चाहिँ आउँदा आउँदै यो
अन्तु डाँडाको अन्तु पोखरी भन्ने ठाउँ रहेछ क्या माथि जम्मा मेन रोडबाट 200 मिटर रहेछ अनि पोखरी सुरुमा घुम्दियौँ त्यसपछि भ्यू टावर जाउँ भनेर हिँडिरहेको छ हामी पोखरी हिँड्नलाई अनि यता खासियत चाहिँ यस्तो छ है गाइस यो जस्ताको सानो सानो हट टाइपको घर हुन्छ हैन चिया बगानहरू सबै चिया बगान छ त्यसको नाम चाहिँ के अघि त्यो एउटा दाइले भन्दै कि ऐसिल कि के भन्थे बिर्सेँ मैले नाम फेरि एउटा टन्नै खेती गर्दो रहेछ त्यसको पनि यहाँ चाहिँ यताको टिपिकल हाउस चाहिँ यस्तै हुन्छ है यसरी बनाएको हुन्छ हट टाइपले गाइस अहिले चाहिँ हामी यहाँ अन्तु पोखरी नजिक आइपुगेका छौँ है यता तल चाहिँ अन्तु पोखरी रहेछ यता यो चिया बगान सबैतिर चिया बगान हुँदो रहेछ यहाँ चाहिँ त्यही हो गाइस अन्तु पोखरी भनेर चाहिँ राम्रो छ नेकेटाइले हेर्दाखेरि यता अनि होमस्टेहरू पनि रहेछ बनाएको बस्नलाई दामी छ अन्तु कटेज भनेर रहेछ अनि हामी चाहिँ त्यो भ्यू टावर हेर्न जाने भनेको है गाइस त्यहाँ बिल्डिङ छ सनराइज त्यहीँबाट हेर्ने भन्छन् आएको बेला सनराइज भ्यू पोइन्ट पनि हेरिदिउँ भनेर कस्तो छ ठाउँ घुम्नु पनि हुन्छ गाइस अन्तु डाँडा चाहिँ यस्तै छ है गाइस चाहिँ हामी अहिले अन्तु डाँडामै छौँ यो चाहिँ अन्तु डाँडाको प्रवेशद्वार भन्दा नि हुन्छ यताबाट जानुपर्ने रहेछ खासमा बाइक माथि नै जान्छ गाडी नै माथि जान्छ भन्ने कुरा यहाँ हाम्रो एउटा स्थानीय दिदीले भन्नुभयो यहाँ चाहिँ एउटा खेल मैदान जस्तो प्रोग्राम जस्तो अनि यता यसलाई अब जेको रूपमा पनि प्रयोग गर्न सक्यो जस्तै यहाँ सानो काठको उयो रहेछ त्यो सानो प्रोग्राम पनि गर्न सक्यो तर युनिक छ यतातिर होस्ट बस्ने पनि बनाएको रहेछ चट्ट बाँसले यतातिर यो नाचगान कार्यक्रमको लागि खास गरी राम्रो छ काम मस्त लागेको छ यहाँ एउटा पौवा जस्तो रहेछ मान्छेले गाडी चाहिँ यहीँ राखेको छन् होइन यस्तो रमाइलो छ मौसमले पनि साथ दिएको छ न्यानो न्यानो छ यस्तो छ है साथीहरू राम्रो छ यो चाहिँ हाम्रो बाटो यस्तो रहेछ घोडाहरू पनि रहेछ यस्तो रहेछ है बाटो चाहिँ त्यो खास के टावर चढ्ने हो कि के हो टावर पनि छ अनि त्यहाँ टिकट काट्नु पर्ने कति लिँदो रहेछ यहाँ चाहिँ यसरी घुम्ने ठाउँ छ है त्यो भ्यू टावर हेर्नलाई चाहिँ हिँड्नु पर्दो रहेछ 20 मिनटको चाहिँ यति चाहिँ एक्सर्साइज हुन्छ बरु शरीरलाई यति चाहिँ गरिन्छ सुप पनि आइरह नि रुखै रुखको बाटो रहेछ ल त्यस्तो ट्रेकिङ गर्नु छ भने हजुरहरू यहाँ आउँदा हुन्छ यस्तो छ बाटो चाहिँ यता मास्तिर कता जाने बाटो 20-25 मिनट बाइकै जान्छ भनेर एउटा त्यो दिदीले यहाँ चाहिँ टिकट घर रहेछ है आउने बित्तिकै यहाँ टिकट काउन्टर रहेछ अन्त डाँडा छिर्नलाई दुईवटा टिकट गरिदिनु दुईवटा ल हामी यहाँ अन्टु डाँडाको टावरभित्र छिर्दैछ है गाइस लगभग 10-15 मिनट हिँडेपछि यहाँ आइपुग्दो रहेछ यस्तो
यो टावरमा यहाँको चर्चित टावर नि आयो है गाइजले पूर्व घुम्न आएको बेला। गाइज यहाँको भ्यू चाहिँ यस्तो छ है, यताबाट भ्यू टावर चढ्ने सनराइज मलाई लाग्छ हेर्ने कि भ्यू टावरमा चढेर हो। यो ठ्याक्कै जङ्गलको छेउमा बनाएको रहेछ क्या टावर, भ्यू टावर भनेर चढ्ने यतिबाट त होला नि। खालि पानी पनि सुविधा छ क्या। बन्जी जम्पिङहरू पनि के रहेछ यहाँ। ट्रेन किनेर आयो ठिक्क पेट्रोल पम्पबाट। यहाँ चाहिँ सबै धुपीको रुखहरू मात्रै रहेछ है। धुपी त भन्छ होला नि यो रुख, कोनिकल सेपको छ हाइट। ओ यहाँ आएपछि त चिसो हावा चल्यो है। ल टावर चाहिँ है गाइज। बा अगाडि भुसोले केही देखेको छैन हौ अहिले त। घाम उदाएको हेर्ने चाहिँ यहीँबाट है गाइज, माथि चढ्ने होला अनि यहाँबाट उदाएको सर्रै यसरी हेर्ने होला क्या। अनि त्यो डाँडाबाट सनराइज हेर्ने भन्छन्। यहाँ अन्तु डाँडा पनि लेखेको रहेछ त गाइज। यो अन्तु डाँडाको यतापट्टि चाहिँ यसो घुम्ने ठाउँ जस्तो बनाएको छ है, बिचमा फुलको बगैँचा बनाएको छ। अनि त्यहाँबाट भ्यू हेर्ने ठाउँ बनायो होला, बारहरू राखेको छ होइन। यो चाहिँ त पूर्व चाहिँ टिनको छाना यसरी यो नमस्ते आकारले बनाउँछ क्या घरहरू पनि। त्यो चाहिँ मलाई सही लाग्छ। टिन पनि रङ्गी बिरङ्गी हुन्छ, जस्तै बारमा नि रङ लगाएको छ 5वटा कलरको। राम्रो छ है गाइस। यसो फुर्सद मिलाएर आउनु होला। सबै धुपीको जङ्गल छ है यता। अन्तु डाँडाको भ्यू टावर चाहिँ यही हो है गाइस। यसपछि चाहिँ हामी आज निस्किन्छौँ होला। कन्याम घुमिहाल्यो, अन्तु डाँडा पनि घुम्यो। अब यहाँबाट फेरि उतै बुधबारे बिर्तामोडको लागि निस्किन्छौँ होला। गाइज यो चाहिँ भ्यू टावर यही हो है, मान्छे आउने यहाँबाट भ्यू हेर्ने घुम्ने। गाइज म चाहिँ बिस्तारै यहाँ टावरमाथि चढ्न लागिरहेको छु है। यतापट्टि यहाँ ऐना पनि रहेछ यहाँ यसको टावरको, यसरी मिरर इमेजको लागि। अनि टावर चढ्ने गेट चाहिँ यतैबाट छ है गाइज। यहाँ ढोका पनि छैन क्या, खुल्लै रहेछ, भरेको छ यहाँ। यहाँ किरा फट्याङ्ग्रा चाहिँ डर कराइरहेछ है गाइज, जङ्गल भएर होला। यसको फर्स्ट फ्लोर नि आयो गाइज। यस्तो छ है यहाँबाट देखिने भ्यूज फर्स्ट फ्लोरबाट। सबै विश्व लागेर आज त केही देखेको छैन। यो चढौँ माथि। ल यहीसम्म है गाइज, सेकेन्ड फ्लोरसम्म रहेछ यो भ्यू टावर चाहिँ। यति यताको भ्यू चाहिँ सबै जङ्गल छेक्ने रहेछ, पूर्वी भ्यू मात्रै देखिने रहेछ यहाँबाट चाहिँ सब त्यो। तर आज चाहिँ कुइरेल ढाकेको छ है गाइज, नभए यताबाट यो पुरै यति चाहिँ देखिने रहेछ। यहाँदेखि यतिसम्म यतिसम्म छ चाहिँ
यति चाहिँ भ्यू देखिँदैछ अरू त सबै जङ्गल ठेक्ने रहेछ र गाइस भ्यू टावर पनि हेऱ्यो है अन्त डाँडा नि घुमियो पूर्वको म्याक्सिमम घुम्ने पोइन्ट मैले यसमा थाहा पाएको चाहिँ अरू त मलाई पनि थाहा छैन यताको चाहिँ भाइ धुपीको रुख होइन भ्यू टावरबाट फर्किँदैछौँ अन्तु डाँडाको आज चाहिँ त्यो कुहिरो लागेर भ्यू राम्रो नदेखेको हुन्छन् यहाँको स्थानीय बासिन्दाले नभए भ्यू धेरै राम्रो आउँछ अरे देखिन्छ अरे यहाँको अनि यहाँ सानोतिनो नास्ता पसल पनि छ अनि यहाँ राति त लाइट बल्छ होला यहाँ यस्तो यो लाइटिङको जस्तो छ क्या त्यो कोनाको सेपको गाइस हामी निस्क्यौँ यहाँबाट अन्त डाँडाबाट भ्रमण गर्नुभएकोमा धन्यवाद ल हामीलाई धन्यवाद यस्तो छ है बाहिर चाहिँ गाइस नास्ता पसल सानो गाइस यहाँ अन्तु डाँडाको चाहिँ बाइक गाडीहरू पार्किङ स्थल चाहिँ यहाँ छ ठुलो ग्राउन्ड छ ठुलो ग्राउन्ड जस्तो छ अनि पार्किङ चाहिँ यहीँ गर्ने रहेछ अनि यहाँ चाहिँ बिस्तारै हिँड्दै 20-25 मिनटमा पुग्छ माथि टावर नजिक अनि यता चाहिँ मेरो ओडेसी 2.0 भइहाल्यो है र गाइस हामी चाहिँ यहाँबाट बिस्तारै झरिरहेको छौँ है अन्त डाँडाको जङ्गलबाट बाइक राख्ने स्पटबाट अनि इलामको युनिक घर हेर्नुहोस् है गाइस यतैतिर हो यस्तो घर देख्न पाइँदैन पूर्वतिर के अरे पश्चिमतिर पाइँदैन पश्चिमतिर त हाम्रो जस्तै गाउँघर जस्तै छ पश्चिमतिर भाषा मात्रै फरक हो उतातिर त छुट्टै फेरि छ पूर्वको चाहिँ यस्तो हो होइन अन्त डाँडा नि आइयो गाई है पश्चिमको चाहिँ छुट्टै छ परिवेशै फरक हो त्यो त अनि हाम्रो बिचको चाहिँ फेरि छुट्टै परिवेश छ मधेसको चाहिँ अनि यता चल्ने चाहिँ यस्तो बोलेरो रहेछ क्या 4 व्हिल ड्राइभ होला पक्कै पनि है यस्तो पहाडमा र होमस्टे पनि धेरै रहेछ है गाई चाहिँ यता होमस्टेहरू भयो ठाउँ चाहिँ यस्तै छ है गाई बिस्तारी फर्किँदैछौँ अब बिस्तारी फर्किन्छौँ कहाँसम्म पुग्छौँ आज हेरौँ गाइज हामी चाहिँ फर्केर फेरि यो बाटोमा आइपुगेछौँ यहाँबाट यसरी अब हामी कन्यामतिरै लाग्छौँ वेलकम टु श्री अन्तुरे बाटो चाहिँ एकदमै खतरा छ है गाइज नागबेली आकारको छ धेरै एकदमै क्या बाइक हाँक्नु पनि धेरै राम्रो हाँक्नेले मात्रै सक्छ त्यो बाटोमा अथवा त्यो बाटो त बाइक हाँक्नु पनि धेरै गाह्रो छ अब हाम्रो प्लान चाहिँ कन्याम या त्यो हरकटे भन्ने ठाउँमा यसो रेस्ट गर्ने अनि खानसाना खाने प्लान छ है अहिलेसम्म हामीले खाना पनि खाएको छैनौँ यो चाहिँ मेन फिकल बजार चाहिँ हो गाइज यता गाउँघरको घरहरू यस्तो भयो होइन गाडीहरू बाक्लो छैन खासै पातलो छ गाडीहरू हिँड्ने अनि लोकल गाडीको रूपमा चाहिँ यहाँ मैले अब सुमो पजेरहरू जस्तो देखेँ है ठुलो गाडी चाहिँ देखिनँ लोकल गाडी त्यसरी हाँक्ने यहाँ पनि एउटा पेट्रोल पम्प छ है गाइज माथि आएर अनि बुधबारमा नि बोतलमा त पेट्रोल राखेको थियो बेच्न किन कुनै नभए माथि यहाँ पेट्रोल पम्प त रहेछ रिनोल्डको कुन कम्पनी हो काइगर पऱ्यो क्या आज चिसो छ है मौसम गाइस जस इलाममा गर्मीको बेला पनि गर्मी हुँदैन होला यहाँ अलिक हाइट छ यो यहाँ चाहिँ यो होटलहरू लजहरू छ है गाइस बाटोमा बन्दी गर्ने ठाउँ रहेछ कता कुनै जस यहाँको मेन पर्यटन स्थल भनेको यो चिया बगान हो गाइस है सबै वरिपरि डाँडैभरि चियाको बगानै छ पुरै मेन कन्याम चाहिँ यही होला है गाइस मेन बजार
शान्ति चोक भन्ने ठाउँ रहेछ यो। यहाँ चाहिँ धेरै बस्ने ठाउँ रहेछ, होटलहरू धेरै रहेछ यहाँ चाहिँ, धेरै नै बाटोभरि छ। यो आन्तरिक पर्यटनलाई प्रबोधन गरेछ हौ यता साइडको कन्याम साइडको चाहिँ, इलाम साइडको भनौँ न। लोकल मान्छेले रोजगारी पाएको छन्, पर्यटकहरू आउँछन् घुम्नलाई। गाइड फर्किँदाखेरि भ्यू चाहिँ यस्तो छ है, कन्यामको मेन कन्याम टुरिस्ट स्पट यही छ गाइड। साइडमा पेन्ट गरेको छ वालमा है, ढलान गरेर। चिया बगान छ वरिपरि, चियाको पात पनि टिपेको रहेछ होइन। ल यही हो है गाइज कन्याम बजार। 35 किलोमिटर रहेछ। आइपुग्यो गाइज फर्केर आउँदा नि कन्याम मेन टुरिस्ट एट्र्याक्सन। अहिले त घाम पनि लागेको छैन, मौसम नि ठिक छ होइन त। मान्छेहरू कति छन् घुम्न आएका। ओहो यो पो त एट्र्याक्सन भनेको, टुरिस्ट एट्र्याक्सन भन्ने ठाउँ। यहाँ दामी ठाउँ बनाइदिएछ क्या, यता पनि स्टाइल छ यता पनि स्टाइल छ, रोड पनि ठुलो छ, ठिक्क छ है। ठाउँ चाहिँ एकदमै राम्रो छ गाइस। एकचोटि आउनु होला तपाईँहरू पनि घुम्न टाइम मिलाएर। यता साइडमा यो गाडीहरू राख्ने ठाउँ रहेछ। अनि यहाँको मिठाई होइन, चक्लेट के पाउँछ नि यहाँको लोकल, त्यो पनि बेच्न राख्छन् यहाँ। अनि ड्रेस पनि त्यो लाएर टी गार्डनमा फोटोहरू सेसन गर्छन् यहाँ मान्छेहरूले है। यहाँधरि गाडी राखेको छ अनि कति प्याक छ यो। अलिअलि भयो नि ठाउँ चाहिँ छ है यहाँ। यता यो कन्याम लेखेको ठाउँ भइहाल्यो। अहिले त धेरै प्याक भएछ। कन्यामको चिया बगान हेर्नुहोस् है गाइस, कन्यामको चिया बगान। पुरै फाटभरि चिया बगान छ यहाँ, चियाको बगान। तल यताबाटदेखि लिएर यता माथिसम्म पुरै। यो अब सरकारी हो कि प्राइभेट हो त्यो चाहिँ याद गरिएन है, तर यो फाटैभरि छ। ठाउँ चाहिँ घुम्नकै लागि रहेछ मेन। यो चाहिँ गाई चाहिँ मेची राजमार्ग हो है। यताबाट हामी अब आएको बाटो उता इलाम पुग्छ। इलाम 5 थर पनि यही हो, यस बाटै यही हो, मेची राजमार्ग भन्ने भन्छ यसलाई। इयोनको गाडी रोकिरहेको रहेछ हुँदै। बाटो चाहिँ यस्तो छ है गाई चाहिँ यताको कन्यामको। यता चाहिँ चिया नास्ता पसल रहेछ है। कन्याम थकाल्ने यताबाट चाहिँ स्काई वक जाने ठाउँ है गाई। स्काई वक यताबाट गर्छ। अब हामी एकछिन यहीँ रोक्छौँ मेन कन्यामको इन्ट्री पोइन्टमा। यस्तो छ है गाइस, सुपारीको रुख पनि मान्छेले रोप्छन् है। गार्डन जस्तो बनाउँछन्, नर्सरी जस्तो। यहाँ घरहरू यस्तो डिजाइनको छ, नमस्ते आकारको छत भएको।
त्यस यताको पूर्वको परिवेश चाहिँ यस्तो छ। यता नरिवल अनि सुपारी बढी हुँदो रहेछ यता यो एरियामा। हामी चाहिँ अहिले बुधबारी आइपुग्नु लाग्यो है। त्यहाँ खाना खान्छौँ होला अनि त्यहाँ रेस्ट पनि हुन्छ एकछिन। त्यसपछि पूर्व कहाँसम्म जान सकिन्छ त्यहाँ गएर अनि कतै बास बस्नुपर्छ हामीले। त्यहाँ ठाडै सिधै लालुन्दी नै चाहिँ पुग्न गाह्रै हुन्छ होला, हेरौँ के हुन्छ। ठाउँ चाहिँ यस्तो छ है गाइज। यता बुधबारे आउनु लाग्दाखेरि चाराली चाहिँ त्यो चार्दो बाटो भइहाल्यो। गाडी बुधबारे भन्दा नि अगाडि सिधा गाइज। बुधबारे आउनु लाग्दाखेरि माथि कन्यामबाट ओह्रालोमा राम्रो ठाउँ छ है गाउँ भनौँ न। यहाँ सिनेरी राम्रो छ, फलफुलहरू मतलब फुलहरू धेरै रोपेको छ यहाँ वरिपरि है। घरहरू पनि दामी छ। मेन मलाई चाहिँ यहाँको यही मनपर्छ क्या, हिन्ट्रीमा माथि उकालो चढ्दाखेरि यहाँ घर अनि भ्यूहरू हुन्छ नि, हरियाली दामी छ यहाँ। घरहरू पुरानो डिजाइनको है, राम्रो छ। मलाई चाहिँ सही लाग्छ यहाँ। अनि यता चिया बगान पनि छ क्या तल। त्यो चाहिँ मान्छे बस्ने अब नर्सरीहरू बनायो होला नि मान्छेले। मोती डाँडा भन्ने ठाउँ रहेछ यहाँ चाहिँ। यहाँबाट त्यो बुधबारी चाहिँ अब आइपुग्नु लाग्यो। मलाई यहाँको चाहिँ यही सबसे दामी लाग्ने चाहिँ यही नै हो क्या, चढ्दाखेरिको भ्यू है। बाटो चाहिँ खोइ एकतिर खन्या रहेछ किन हो। खोइ चिया बगान हेर्नु है यता तराई साइडको। यता पनि पुरै चिया बगान कस्तो हरियाली छ क्या, राम्रो लाग्छ मलाई। बिचबिचमा रुखहरू छ। यता पनि जस तराई भेगमा नि चिया बगान चाहिँ हुँदो रहेछ है। यो ठ्याक्कै चुरे रेन्ज पुग्ने बेला होला है। सही चिया बगान छ। हेर्नु है गाइज, हेर्नु। यता पनि पुरै चिया बगान छ, यता पनि पुरै चिया बगान छ। ठ्याक्कै बुधबारीबाट माथि लाग्ने बित्तिकै उकालो सुरु हुन्छ अनि यो उकालोबाट माथि चाहिँ गएपछि कन्याम पुग्छ है गाइज। हामी चाहिँ अहिले फर्किरहेछौँ कन्यामबाट। यता बस्ने स्पट पनि बनाइदिएको रहेछ। मजाले खाजासाजा खानलाई, रेस्ट गर्नलाई राम्रो छ ठाउँ। यसो एकचोटि आएर घुम्नलाई, जिन्दगीमा एकचोटि भयो नि आउनु चाहिँ पर्छ यता घुम्नलाई। गाइज म चाहिँ अहिले यो बुधबारी भन्ने ठाउँमा छु है। हिजो बसेको ठाउँमा हामी यहाँ फर्केर खाना खायौँ। यो थकाली भान्सा घर भन्ने ठाउँमा। अनि रेस्ट गरेर एकछिन अब यहाँबाट हामी पूर्व लाग्छौँ। पूर्व कहाँसम्म पुग्न सकिन्छ आज हेरौँ है। बाटोको खासै राम्रो पनि छैन, त्यो मेरो महिन्द्रा आयो। यता कहाँसम्म पुगिन्छ त्यहाँ गएर बस्छौँ हामी। मेरो 1953 को हालत यस्तो छ क्या, फोहोर भाइलाई पनि घुम्नुपर्ने बेला बाखा। कहीँ चाहिँ नि घुमाइ चाहिँ राम्रो भयो है। कन्याम र अन्तु डाँडाको राम्रोसँग घुमियो। ठाउँहरू राम्रो लाग्यो। चिया बगानदेखि लिएर अन्तु डाँडाको भ्यू टावर है। खासै भ्यू चाहिँ देखिएन आज, भ्यू चाहिँ लागेर होला। तर यस राम्रो थियो सरदरमा। गाइज हामी बिर्ता मोड निस्कनु लागि त्यहाँ बुधबारीबाट भित्रीबाट निस्केको छ है। म्याप हेर्दै आएको छौँ।
भित्री गाउँ चाहिँ यस्तो छ है यहाँ। यो चाहिँ हाइवे होइन, भित्री गाउँको बाटो हो, बिट्टा मोड निस्किने यस्तो छ है गाइज। यताको भित्री बाटो चाहिँ जलेश्वर टोली टिप्पर पनि आइरहेको छ। गाइज हामी चाहिँ अहिले यो फर्किने बेला यो बिर्ता मोडकै कुनै ठाउँ आइपुग्यौँ। ठ्याक्कै यो जङ्सन रहेछ, वान वे होला यो। यताबाट कहाँ त्यता वान वे हो। बाटो हेर्नु गाइज पुरै खत्तम छ हौ। हैरान बनाउँछ बाटोले। वहीँसम्म इटरीसम्म त यस्तै बाटो छ, हाँक्न पनि झ्याउ लाग्छ यो बाटो देखेर त। यस्तो बेलामा नि के घुम्न आउने यस्तो बाटोमा है, त्यो पनि रहर लाग्छ। त्यही त हो, यो बाटो बन्दियो भने चाहिँ यो पूर्व आउनु पनि टाइम नलाग्ने रहेछ क्या। 6 लेनको बनाउनु लागेको रहेछ, दामी हुन्थ्यो। हामी अहिले कहाँ छौँ भन्दाखेरि चारपानी सिद्धार्थ। ठाउँको नाम के छ? बिर्ता मोड 4। बिर्ता मोडको चारपानी भन्ने ठाउँमा रहेछ हामी। लगाइ जब यहाँबाट बिस्तारै पश्चिमतिर लाग्यो, पूर्वको घुमाइसकेर है। यो चाहिँ मेरो रिटर्निङ ब्लग हो। रिटर्निङ बाटो चाहिँ इटरीसम्म यस्तै छ है गाइज, कुनै राम्रो छैन। डाइभर्सन खासै धेरै राम्रोसँग हाँक्न सकिँदैन, जिउ पनि थाक्छ। गाइज दमक कटेपछि पनि यता चियाबारीहरू रहेछ है। यता त मैले त हिजो याद गरिनँ क्या आउँदाखेरि। यता जो चिया बगान रहेछ बनाएको, रोपे रहेछ हिमालय महालक्ष्मी। यता त मौसमै अर्को हुन्छ क्या, तराई भेग भए पनि चिया बगान गरेको छ क्या मजाले। गर्मी त पक्कै हुनुपर्ने हो, यो पुरै तराई बेल्ट हो हुनु चाहिँ, तर पुरै चिया बगान छ क्या। दमकबाट कट्ने बित्तिकै भनौँ न ठुलो बगान रहेछ यता चिया बगानको। त्यही त यताको चाहिँ कस्तो हुने, उताको चाहिँ राम्रो हुन्छ होला क्या है यताको भन्दा। तर ठुलो बगान छ यताको पनि चिया बगान। त्यही होला, यो तराईमा हुने प्रजाति होला क्या, तर हाम्रोतिर किन नरोप्यो होला क्या। बाटो चाहिँ लास्टै खत्तम छ क्या। कहिले बनाउने हो? यताको मान्छेले नि यसो आन्दोलन गर्थ्यो हुन्थ्यो बाटो बनाउनलाई, चाँडो बनाउँथ्यो कि। त्यो त आउनु पनि टाइम लाग्दैन नि बाटो बनेपछि। इटरी आइपुगेछ है, अँध्यारो पनि हुन लाग्यो। कति बज्यो? उताबाट 5:30 हुन लागेको छ होइन। अहिले चाहिँ धेरै अँध्यारो पनि हुन लाग्यो क्या, चिसो महिना भएर होला। गयो भने अलिकति अगाडि जान्छ होला हामी, नभए अब यति वरि जोस् वहाँबाट हामी 3 बजी हिँडेको थियौँ बुधबारेबाट। यहाँ इटरी चोकमा आइपुग्दा चाहिँ 5:30 बज्यो। बाटोहरू खत्तम भएर होला है, टाइम चाहिँ धेरै नै लाग्यो। बिस्तारै आयौँ हामी। यहाँ स्विट एन्ड चाट हाउस अगाडि बसिरहेको छु क्या हामी, एकछिन रेस्ट गर्नु पऱ्यो भनेर। अनि इटरी बजार चाहिँ भर्खरै छिरेको छु है गाइज हामी। इटरी बजार ठुलो बजार छ यो, पूर्वको ठुलो बजार रहेछ इटरी बजार। गाइज अहिले चाहिँ हामी यो आउँदै के राति पनि भयो होइन। अनि एकैछिन कोशी ब्यारेजको यो लाइट हेरौँ भनेर यहाँ बसेको छौँ। अब अँध्यारोमा त खासै नहोला, तर यो चाहिँ कोशी ब्यारेजको लाइट हो है सबै, 56वटा ढोकाको। कोशी यता लेखेको छ है, त्यो रातो देखेको कोशी लेखेको हो, कोशी ब्यारेज लेखेको छ। यो लाइट चाहिँ यसरी छ है। अँध्यारोमा त खासै केही नै होला, त्यही पनि आएको बेला यसो देखाइदिउँ भनेर। ल गाइज यही हो है कोशी ब्यारेज चाहिँ।
कन्ट्रोल रुम कोसी ब्यारेजको यहाँ नाइटको भ्यू चाहिँ यस्तो छ है गाइस यता कोसी ब्यारेजको माथि छ नि तल अनि सबै कोसीको पानी यहाँ जम्मा भइसक्यो हुँदैन त र गाइस कोसी ब्यारेज पनि आयो है राति राति नि कडा भ्यू सबै लाइट परेछ प्रत्येक टावरमा लाइट रहेछ वाउ मान्छेहरू अहिले पनि हिँडिरहेछन् है काँकट भिट्टा गाडी काठमाडौँ हो कोसी ब्यारेज पनि अब कट्नु लाग्यो है गाइस के कटिन्छ होला अब कोसी ब्यारेज यत्रो भिड हुँदो रहेछ नि यार फलामको कैलाली कञ्चनपुर 70 सुरु भयो है गाइस यहाँबाट 70 अब पारी त होला नि हेलो गाइज गुड मर्निङ फ्रम भारत 70 है हिजो हामी राति ढिलो भएर यो गेस्ट हाउसमा बस्नु दाजुभाइ होटल एन्ड गेस्ट हाउस होटल भनेर यो भारत भन्ने ठाउँमा अनि आज चाहिँ हाम्रो थर्ड डे हो यता पूर्व घुम्न आएको आज चाहिँ हामी एकछिन सप्तकोशी यहाँबाट नजिकै छ 5 किलोमिटर ब्याक जानुपर्छ त्यहाँबाट सप्तकोशी नदी घुमेर अनि घरतिर लाग्छौँ हामी बिस्तारै अहिले चाहिँ भाइले चाहिँ बाइक निकाल्दैछ अनि यो चाहिँ महेन्द्र हाइवे नजिकै छ होटल हो पेज कोसी ब्यारेज चाहिँ यही हो है हिजो हामी यही ब्यारेज कटेर अगाडि गएर बास बसेको थियौँ सप्तकोशी नदीको एकदमै लामो पुल छ 56वटा ढोकाले बनेको यहाँ मान्छे माछा मारिरहेको छ खोला चाहिँ धेरै ठुलो छ है गाइस गहिरो चाहिँ त्यति खासै छैन क्या है मान्छे त्यहाँ हिँडिरहेको छ पानीमै यो नदीले चाहिँ गाइस अनि यो पुलले हाम्रो सप्तरी र सुनसरी एरियालाई जोड्छ है गाइस मतलब भन्न पूर्वको भागलाई जोड्ने पुल यही हो महेन्द्र आयो भने यस्तो छ है गाइस माथि माथि यो गेट माथि तान्ने होला यसले कोसी ब्यारेजबाट लगभग 4 किलोमिटर अगाडि आइसकेपछि यहाँ चर्चित मन्दिर रहेछ क्या कङ्कालिनी भगवती मन्दिर भनेर बाटोको छेउमै छ यो भाइले भनिरहेको छ मलाई हिजो पनि हाइवेको छेउमै छ ठ्याक्कै कोसी नदी नपुग्दै 4 किलोमिटर यतै रहेछ यो मन्दिर यताको चर्चित मन्दिर हो यो कङ्कालिनी भगवती मन्दिर भनेर कम्पाउन्ड पनि ठुलो छ है यसको गाडीहरू पार्क गर्नलाई अनि मन्दिरको चाहिँ यस्तो छ कम्पाउन्ड यताबाट छिर्ने यता चाहिँ शुल्क के रहेछ बलिहरूको चढाउन खालको शुल्क मन्दिर चाहिँ प्यागोडा स्टाइलमा रहेछ है गाइस एउटा दुईटा तिन चार पाँचवटा स्टेप रहेछ
गाइस अहिले चाहिँ हामी यहाँ पूर्वको प्रसिद्ध पेडाको भण्डारमा आइपुगेको छौँ है। यहाँ बरमजिया भन्ने ठाउँमा रहेछ। कोशी ब्यारेजबाट लगभग 10-15 किलोमिटरमा पर्दो रहेछ यो। र अब एकछिन यहाँ पेडा लिन्छौँ हामी गाई चाहिँ। यस पूर्वको लागि आउँदाखेरि मान्छेले यहाँबाट पेडा लिन्छन्। प्रसिद्ध छ यहाँ बाजेको प्रसिद्ध पेडा भण्डार भनेर हामी यहाँ रोकेछौँ क्या। यसमा पुरानो युद्ध वंशी बुढाबाजेको प्रसिद्ध पेडा भण्डार भनेर ठ्याक्कै बरमजिया भन्ने ठाउँमा छ है गाई चाहिँ। बरमजिया जोख्दै हुन्छ यहाँ हाम्रो दिदीले, हाम्रो साउनी दिदीले बरमजियाको पेडा।